हेलो हाई दर्शन नमस्ते, म तपाईँहरूको मनको साथी सानाहाङ लिबाङ लिम्बू सो आज चाहिँ हामी कहाँ छौँ भने झापामा छौँ। झापाको पनि कुन ठाउँ भन्नुहुन्छ भने एकदमै रमाइलो अनि एकदम रमणीय ठाउँ भद्रपुरमा छौँ। सो भद्रपुरको पनि यो एकदम मजाको ठाउँ छ। अब तपाईँहरू कन्फ्युज भएको होला, यहाँनिर कतिपय मान्छेहरू कन्फ्युज हुन्छ। यहाँ फेरि त्यो देखेको पारि इन्डिया हो, यो चाहिँ नेपाल हो। नेपालदेखि चाहिँ बिना भिसा बिना टिकट बिना फ्लाइट हामी विदेश जान सकिन्छ है। त्यहाँनिर फेरि सुइँ ल इन्डिया त्यहाँ यो नेपाल यो पुल के पुल अरे मेची पुल गलगलै जाने होइन, भद्रपुरदेखि गलगलै जाने मेची पुल हो यो चाहिँ। अनि यहाँ एकजना मेरो मित्र हुनुहुन्छ। नमस्ते। नमस्ते, तपाईँको नाम? मेरो नाम राकेश यादव। राकेश यादव हुनुहुन्छ। उहाँले हामीलाई चाहिँ यसो टुर गराउनु ल्याउनु भएको हो उहाँको ठाउँ होइन। स्पेसियली चाहिँ उहाँ हो, उहाँले अब देख्नुहुन्छ नि त लोकल एरिया सबै। अनि उहाँसँग हामी आएको छौँ, रमाइलो भइरहेको छ नि। रमाइलो भइरहेछ एकदम, साथीभाइसँग भेटेर होइन। आनन्दमय भयो, नयाँ साथीभाइलाई कहीँ घुमाउन पाइयो, 2 मिनट गफ गर्न पाइयो, सबै फ्यामिलीलाई भेटाउन पाइयो, त्योभन्दा ठुलो कुरो खुसीको कुरो केही छैन। ओके, सो सबैजनालाई धेरै माया अनि धेरै सम्झना छ यो भद्रपुरबाट है त। नमस्ते।